नमस्ते। के तपाईँले बोलाउनु भएको रहेछ, त्यही कारणले आएको है। के कति कामले बोलाउनु भएको थियो एक बिहानै भन्नुहोस् न। नमस्कार नमस्कार साइला, बस। तिमीसँग एक दुईवटा कुरा गर्नुको निम्ति बोलाएको थिएँ। चिया पिउँछौ माइली? यहाँ दादा चिया ल्याइदेऊ त एक कप। मैले चाहिँ तिमीलाई यो आउँदो 2026को भोटको निम्ति चाहिँ बोलाएको हो। तिमीलाई भोट माग्नुलाई बोलाएको होइन, तिमीलाई घुसपेस पैसा दिनुलाई बोलाएको होइन। तिमीलाई एउटा देश, एउटा गाउँ, एउटा समाजको विषय लिएर चाहिँ दुई कुरा भन्नुको निम्ति बोलाएको हो। सुन, कति दिन फरुवाबेलसम्म भोट लाउँछौ, कति दिन सिक्कल मार्तलमा भोट लाउँछौ। कहिले कहिले नि त सरकार चेन्ज गरेर हेर, अनि पो गाउँको डेभलप हुन्छ, गाउँमा पाउने कुरोहरू पाउँछ, नयाँ नयाँ चिजहरू बनिन्छ, जनताले कामहरू पाउँछ। तिमीहरूले त्यो फरुवै बेल चाहिँ मात्रै देखेको छ। जो पनि जान्छ त्यसैमा भोट लाउँछ, जसले पनि जान्छ त्यसैमा भोट लाउँछ। 5,000 रुपियाँमा बिक्री भएर के गर्छौ? जिन्दगीभरि त यही ठाउँमा बस्नुपर्छ। त्यही कारणले चाहिँ मैले आज बिहानै तिमीलाई बोलाएको, बुझ्यो? यो चाहिँ आफ्नो मूल अधिकार हो। चाहे तिमी फरुवा बेल्चामा देऊ, चाहे तिमी सिक्कल मार्तलमा देऊ, चाहे तिमी ल्याटिनमा देऊ, तिम्रो खुसी हो। तिमीलाई कसैको डर छैन यसमा। आफ्नो खुसी हो, आफ्नो इच्छा हो, आफ्नो अधिकार हो। जसलाई दिन सक्छौ उसलाई देऊ। जसले गाउँको डेभलप गर्छ, जसले यो आफ्नो स्टेटलाई हेर्छ, जसले आफ्नो यो भारतलाई हेर्छ, जसले यो भारतको रक्षा गर्छ, बुझेर जानेर नै उसलाई भोट देऊ। बुझ्यो? मैले मलाई भोट देऊ भनेको होइन, मैले चाहिँ सम्झाएको मात्र हो, ताकि धेरै मान्छेहरूले पनि बुझोस् कि अहिले समय चाहिँ कम्प्युटरको समय छ र समय चाहिँ अहिले कहाँसम्म पुगिसकेको छ भन्ने कुरा मात्र गरेको साइला। तिमीले बुझ्यौ होइन? ए हुन्छ नि हजुर, नमस्ते। होइन नि, दिनुपर्ने त हामीले आफ्नो बुझेर एउटा जातीय, एउटा आफ्नो गाउँ समाजमा रक्षा गर्ने, हेर्नेलाई नै भोट दिनुपर्ने हो। हुन्छ, म हुन्छ मेरो फ्यामिलीहरूलाई सम्झाउँछु, म भन्छु ल काका मेरो पनि काम छ घरमा धेरै, म जाने अहिले है, नरिसाउनुहोस्। होइन म चिया पिउँदिनँ, मलाई ढिलो भइसक्यो। ढुक्क भएर जाऊ, कसैसँग नडराऊ। डराउने यसमा कुनै अधिकार छैन। आफ्नो मतदाता, आफ्नो भोट आफ्नो अधिकार हो। आफ्नो इच्छाले जहाँ जानु दिनु मन लाग्छ त्यहीँ दिनु, बुझ्यौ? ल ठिक छ, जाऊ तिमी। ल ल नमस्कार, जाऊ जाऊ।